1 किलो नुन नकिनेको मान्छे 1 किलो पिठो नकिनेको मान्छेलाई प्रधानमन्त्री बनाएको छ। तिम्रो दसैँसम्म टिकाओ न सरकार, टिकाओ। तिम्रो जुन बाटो आएको थियौ नि त्यही बाटो जुन तरिकाले तिमीहरूले चाहिँ नि गरेका थियौ नि, बम बाडिङ धुवा धुलो उडाएका थियौ नि, आगोको लपका, तिमीहरूलाई पनि पर्नेवाला त्यही छ। यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन। सहकारीको पैसा लुटेर खाएको छ त्यो गणेश नेपालीले। जसले भोट दियो उसैका घर भत्काएर पानीमा डुब्छ भनेर उठाएर लगेर पानीमै डुबाए सुकुम्बासीलाई। तेरो बच्चा पढाइदिन्छौँ भनेर भन्छ। के सबै अरूले पनि नि गणेश नेपाली भइदिनु पर्ने त बच्चाहरू पढाउनलाई? होइन, त्यति जरिमाना तिर्न नसकेर आत्महत्या गरेको भन्छन् फेरि घन्टेका समर्थकहरू नि, ग्याङहरू गाली गर्न राखेको छ। म झापाबाट आफ्नो कामको सिलसिलामा काठमाडौँ आउँदा एयरपोर्टमा मलाई नेपाल सरकार र नेपाल सरकारका प्रहरीले म माथि जुन व्यवहार गरे त्यसको म भर्सना पनि गर्छु र नेपालको इतिहासमा यो चाहिँ पहिलो घटना जस्तो पनि लाग्छ। के मेरो मानव अधिकार छैन? मैले हिँड्न नपाउने? म झापाबाट काठमाडौँ मेरो कामको लागि आउँदा मलाई एयरपोर्टबाट हवाईजहाजबाट उत्रिने बित्तिकै थपकसितले उनीहरूको गाडीमा राखेर मेरा अभियन्ता साथीहरू, नयाँ पार्टी खोल्न लागेका पार्टीका साथीहरू मलाई स्वागत गर्न भनेर आउनुभएको थियो। उहाँहरूलाई तलै रोकेर मलाई थपकसितले गाडीमा हालेर किडन्याप जस्तो गरेर बोल्न नदिकिन सडकको घरमा ल्याएर घरमा छोडिदिएर तपाईँ बाहिर ननिस्किनुहोस् है दुर्गाजी भनेर डिएसपीको कमान्डमा यहाँ ल्याएर मलाई छोडियो। म वीरगञ्ज जाँदा वीरगञ्जमै समाउने, अस्ति जनकपुरमा गएको जनकपुरमा पनि समाउने भन्ने कुरो सुनेको थिएँ, तर त्यहाँको माहौल देखेर डराए यिनीहरू। अहिले पक्रेर हिरासतमा राख्ने भन्दा पनि दुर्गा परसाईले सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग जो घरबार लिलाम भएर सडकमा पुगेका छन्, मान्छे सडकमा पुगेका मात्रै छैनन्, अब त मान्छेहरूले शरीरमा पेट्रोल खनाएर यो देश यसरी शरीरमा पेट्रोलमा आगो लाउने, मान्छे झुनिएर मर्ने र विष खाने अवस्था कतिखेर आउँछ भन्दाखेरि जब घर बिग्रिन्छ नि, घर नराम्रो भएपछि त्यो स्थिति आउँछ। देशको हालत यो, देश भनेको नि परिवार, हरेक परिवारहरूले चाहिँ बनेको चिज हो नि त देश भनेको। आज त्यो परिवार कसैको पनि छैन घरमा। जसले भोट दियो उसैका घर भत्काएर पानीमा डुब्छ भनेर उठाएर लगेर पानीमै डुबाए सुकुम्बासीलाई। तेरो बच्चा पढाइदिन्छौँ भनेर भन्छ। के सबै अरूले पनि नि गणेश नेपाली भइदिनु पर्ने त बच्चाहरू पढाउनलाई? आत्मदाह गर्नुपर्ने हो त नेपालीहरूले? घरबार बिहीनहरूले नि अब त्यही गर्नुपर्ने हो त? आज दैनिक 22 देखि 25 जना मान्छे झुनिएर मर्दैछ। किन सरकारको आँखा पुग्दैन? यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन। नेपालीको सरकार भएदेखि नि आज यहाँ टिबेटियनहरूले शरण पाए, रोहिङ्ग्याहरूले शरण पाए काठमाडौँमा। बुझ्नुभयो के? काठमाडौँमा रोहिङ्ग्याहरू कसको जग्गामा बसेका छन्? टिबेटियनहरू कसको जग्गामा बसेका छन् शरणार्थी भएर? हिजो भुटानीहरू कहाँ बसेका थिए? आज नेपालीले खोलाको ढिलमा गएर पनि बास पाएन। त्यो बच्चा रोइरहेको थियो, सुकुम्बासीको बच्चो, जाडाले कामे भनेर। भोको पेट पानीले कुटेको छ, जाडो कति भयो होला त्यो बच्चालाई? कति हृदय विदारक कथा छ। होइन, त्यति जरिमाना तिर्न नसकेर आत्महत्या गरेको भन्छन् फेरि घन्टेका समर्थकहरू नि, ग्याङहरू गाली गर्न राखेको छ। त्यो गणेश नेपाली भन्ने मान्छे, प्रेम आचार्य भन्ने मान्छेले 79 सालमा संसद भवन अगाडि मैले गरी खान पाइनँ, मलाई गर्ने वातावरण बनाइदेऊ न भनेर आत्मदाह गरे। आज गणेश नेपालीले गरे, अरू 2 जनाले गरे, सर्लाहीको एकजना र एकजना व्यवसायीले गरे। चारैजनाको हृदय विदारक कहानी छ। यो कुनै एलिट वर्गको बर्थडे केकको क्यान्डल जलेको होइन है त। मैले के सुकुम्बासीलाई मैले लगेर खोलामा हाले हो? त्यो गणेश नेपालीलाई मर्ने स्थिति मैले बनाइदिएको हो? मैले बनाइदिएको हो? गाडीमा त बालनजीको फोटो टाँसेको थियो त, ती टाँस्ने ड्राइभरहरू के भन्छन् अब? पहिला त बालनको गाडीमा फोटो टाँसेर हिँड्ने ड्राइभरहरू के भन्दैछन् अहिले? के भन्दै होला? होइन, र एल्गोरिदमले पनि अब यिनीहरूलाई छोडिसकेछ। अहिले त एल्गोरिदम हाम्रो पक्षमा आउँछ।
र हाम्रो नाराको पक्षमा आउँछ। अब देशै दुर्गा पक्ष पर्साईको पक्षमा आउँछ। भगवान के घर में देर होते अन्धेर नहीं होते भन्छ नि एउटा कहावत छ। सत्यको जित हुन्छ। त्यसले गर्दाखेरि म त जम्मा आफ्नो कामको लागि आएको। सरकारले मलाई पुलिस लगाएर मेरो घरमा ल्याउँछ भने अरू मान्छेको हालत के होला? म जतिको मान्छे यिनीहरूले मेरो जम्मै खोजे फसाउनलाई, केही भेट्दैन, केही भेट्दैन। तर म यिनीहरूलाई एउटा चुनौती के दिन्छु भने दसैँसम्म हेर तिमीहरू। मैले भनेको छु नि दसैँसम्म हेर तिमीहरू। दसैँसम्म टिकाओ न सरकार, टिकाओ। तिमीहरू जुन बाटो आएको थियौ नि त्यही बाटो जुन तरिकाले तिमीहरूले चाहिँ नि गरेका थियौ नि, बम बारिङ धुवाँ धुलो उडाएका थियौ नि, आगोको लपका, तिमीहरूलाई पनि पर्नेवाला त्यही छ, त्यही छ। किनभने सिकाएको तिमीहरूले हो नि त, गुरु त तिमीहरू नै हो। अर्का घरमा आगो लाउनुपर्छ भने सिकाएको कसले हो त? उनीहरूले होइन। भनेपछि अब धेरै दिन छैन, धेरै दिन छैन। र मैले के भने यो व्यवस्था यो नेपाली जनता र नेपालको लागि फिजिबल छैन। यो व्यवस्थाले नेपाली जनतालाई कहाँ पुर्यायो भन्दाखेरि विदेश पुर्यायो। अलिअलि भएका मान्छेलाई झुन्निएर मर्ने बनायो, शरीरमा पेट्रोल खनाएर आगो लगाएर मर्ने बनायो। यही हो व्यवस्था, व्यवस्था यही हो। दाँत नभएका बुढी आमाहरू रोएर हिँडेका छन् लिलाम गऱ्यो भनेर, घर जग्गा जीवन घरमा बस्न दिएन भनेर हिँडेका छन्। उनीहरूलाई बस्ने वातावरण बनाइदिनु पर्दैन? पर्छ कि पर्दैन? सरकार भनेको त्यो हो नि। हामीलाई गरी खान देऊ न। हामीले के भनेको छ बालन सरकारलाई? हामीलाई विद्यार्थी पढाउन देऊ, नर्स पढाउन देऊ, डक्टरहरू पढाउन देऊ। हामी तिमीले विरोधै गर्दैनौ। तिमीले सुकुम्बासीको व्यवस्था गर, लिलाम भएको घर जग्गा जीवनको जुन व्यवस्था गर, लिलाम हुन नदेऊ, ब्ल्याक लिस्टबाट मान्छे फुकुवा गरिदेऊ। हामीले भनेको त्यो होइन, हाम्रो माग त्यो हो नि त। सुशीला सरकारसँग हामीले एग्रिमेन्ट नै गरेका थियो त, ब्ल्याक लिस्टबाट फुकुवा गर्ने, घर जग्गा जीवन लिलाम नगर्ने, 25 वर्षलाई तिर्ने मौका देऊ। जानेर ऋण लियो, नजानेर ऋण लियो। अनि अहिले घन्टेका उयोहरू चाहिँ कस्तो आपत्ति, यिनीहरूलाई लाज शरम छैन? 1000 10,000 तिर्न नसकेर मर्ने उनीहरू जस्तो लुटेरा हो। सरकारीको पैसा लुटेर खाएको छ त्यो गणेश नेपालीले। बिचरा एउटा राइडरले कति चरम कमाउँछ दिनभरिमा? 600-700। त्यो मोटरसाइकलको किस्ता तिर्नु पर्थ्यो होला, अनि छोराछोरीको फिस तिर्नु पर्थ्यो होला। मैले त सुनेको विदेश जान आँटेको थियो अरे त्यो भाइ पनि, पासपोर्ट बनाउन गएको भनेपछि विदेशै सबै जानुपर्ने एउटा राइडर पनि विदेश जानुपर्ने भनेपछि कहाँ पुगेको छ मुलुकको स्थिति? अनि यिनीहरूले देश के चलाउँछ? 1 किलो नुन नकिनेको मान्छे, 1 किलो पिठो नकिनेको मान्छेलाई प्रधानमन्त्री बनाएको छ। अनुभव छैन। म एउटा कुरा के भन्छु भनेदेखि फुत 2019 मा तयार गरेर गोविन्द केसीलाई ल्याइयो, उज्जवल थापालाई अघि बढाइयो पार्टी। 2019 मा बालनलाई रेडी गरेर 2021 मा चुनावमा बालनलाई प्रधानमन्त्री गरेर त्यतिखेर प्रोजेक्सन गरेको थियो नि प्रधानमन्त्रीको। 26 मा प्रधानमन्त्री बनाएर हेर्नुहोस् त, 73-74 वर्ष राजनीति गरेका, कारागार बसेका, भूमिगत जीवन बिताएका नेता कहाँ पुगे? केही गर्दै पर्दो रहन्छ। सजिलै आए ल्याएको। यो त्यति सजिलो आउने चिज हो नि, ल्याइदिएको चिज हो, ल्याइदिएको चिज हो, ल्याइदिएको चिज हो। त्यसले गर्दाखेरि यो ल्याइदिएको कारणले गर्दाखेरि दिमाग र टाउको अर्काको छ। यी हात खुट्टा मात्रै हो। उसले जे भन्छ त्यही गर्नुपर्छ, उसले जे भन्छ त्यही गर्नुपर्छ। म बस्न तयार छु तर भाग्न तयार छैन, म लुक्न तयार छैन। म तिमीहरूसँग लड्छु। एकमुठी सास रहन्जेलसम्म हिजो केपी ओली, काङ्ग्रेस, प्रचण्ड सबैसँग लडेर आएको। प्रचण्डलाई त्यो ठाउँमा पुर्याएको पनि हामीले हो, अनि फेरि यो ठाउँमा पुर्याएको पनि केपी ओली प्रचण्डलाई हामीले हो क्या, बालेनहरूले होइन नि। फेरि हाम्रो आह्वानले हामीले मान्छे बुझाएर र हामी तपाईँलाई पनि त्यही गर्छौँ। यी जससँगले भन्छौँ तपाईँहरूलाई पनि हामी लगभग दसैँ ताकासम्ममा नि त्यही हालतमा पुर्याउँछौँ, त्यही हालतमा पुर्याउँछौँ। हामी कन्भिन्स गर्छौँ जनतालाई। अब साउन 1 गतेदेखि थाहा पाउँछन्। साउन 1 गतेदेखि के थाहा पाउँछन् तपाईँलाई थाहा छ?
आइआर आठा गरेर पोलेर आएको गरिब बिरामीसँग हामीले भ्याट उठाइदिएर यिनीहरूलाई पाल्नुपर्ने? बिरामीसँग मरेको लाससँग भ्याट उठाएर हामीले पालिदिनु पर्ने? पढ्न नपाएका विद्यार्थीहरूसँग हामीले पैसा उठाएर भ्याट उठाएर ल्याएर यिनीहरूलाई खुवाउनु पर्ने? खानेपानीको भ्याट उठाउनु पर्ने? बिजुलीको अब भ्याट तिर्नु पर्ने? अब थाहा पायो नि नेपालीले। त्यति मात्रै होइन, सरकारी स्कुलले इन्कम ट्याक्स तिर्नुपर्ने छ। त्यति मात्रै होइन, अहिले जति घर अकुपाई गरेको छ नि, घरको मात्रै नक्सा लाग्थ्यो होइन, त्यो खाली जग्गाको पनि यिनीहरूले स्क्वायर फिटको हिसाबले पैसा तिराउने भन्दैछन्। अब काठमाडौँका नि घर मालिकले भेटाउँछन् घन्ट भनेको। अब बाहिर त अब अहिले हिजो अस्ति हाम्रो गाउँतिर छाती फुलाएर हिँड्थ्यो क्या घन्टी, अहिले लुकेर हिँड्छन्। मास्क लगाएर हिँड्न थाल्यो अहिले, त्यो स्थिति छ घन्टीको। मैले भने न, जसरी आयो त्यसरी जान्छ। जुन चिज दुःख नगरी पाएको प्राप्त भएको चिज छ नि, त्यो त्यसरी नै जाने हो। मैले हिजो केपी ओलीहरूले भ्रष्टाचार गर्यो है भनेर बोल्दा पनि थुनिने। आज यो सरकारले सुकुम्बासी मार्यो है, गणेश नेपालीहरू जस्ता मान्छेलाई चाहिँ शरीरमा पेट्रोल गरी खान दिएन र शरीरमा पेट्रोल खनाएर आत्मदाह गर्ने स्थितिमा पुर्यायो। यसको जिम्मेवारी यो सरकारले लिनुपर्छ कि पर्दैन भनेर बोल्न पाइन्छ कि पाइँदैन? पाइन्छ कि पाइँदैन? र माननीय ज्यूहरूलाई म के भन्छु भने, माननीय ज्यू, तपाईँहरूलाई जनताले सदनमा पठाएको हो, सडकमा पठाएको होइन। सडक त हाम्रो के हो कुरो? तपाईँ सदनमा उठाउनुहोस् न कुरो। तपाईँ सदनमा कुर्सी उठाएर फ्याँक्नुहोस् न। आर्यन भाइलाई म भन्छु, आर्यन माननीय ज्यूलाई म के भन्छु भने, तपाईँ सदनमा उफ्रिनु न, हामी सडकमा उत्रिन्छौँ। तपाईँ विवाद गर्न किन आउनुहुन्छ? नेपाललाई सक्ने बाटोमा लाग्नुभएको भने सक्ने बाटोमा लागेको भन्नु पर्यो। यहाँ राजा जसले देश एकीकरण गर्यो, राजाको जन्मोत्सव यहाँ कसैले मनाएन। दलाई लामाको जन्मोत्सव मनाउनु यहाँ स्वीकृति दियो। घरबाट यस्तो मान्छेलाई बाहिर निकालिदिएको छ। आश हो नि त, आश हो नि त। एक दिन मैले भने त अघि, भगवानको घरमा ढेर हुन्छ अन्धेर हुँदैन भने नि, एक दिन सत्यको जित हुन्छ। त्यो ठाउँमा पुगेका दिन उहाँहरू जस्ता मान्छेको घर फर्किन्छ। फर्काउने काम दुर्गा प्रसाईले गर्छ। नेपाली नागरिकलाई अरेनी बनाउने काम दुर्गा प्रसाईले गर्छ। मैले भने नि, लघु वित्त र सहकारीको 20 लाखभन्दा मुनिको ऋण र 20 लाखभन्दा माथिको ऋण नि उहाँलाई 25 वर्ष तिर्ने मौका दियो 5% ब्याजमा भने तपाईँले तिर्नुहुन्न आमा? काँक्रो बेचेर पनि तिर्नुहुन्छ, दही बेचेर पनि तिर्नुहुन्छ। आज उहाँको करोडौँको सम्पत्ति चाहिँ ब्याङ्कले लगिदियो। कति पैसामा लग्यो? व्यक्तिले 60 लाखमा व्यक्तिले लगिदियो। ल आमा गएर बस्नुहोस्। यस्ता मान्छेहरू नि, तपाईँलाई थाहा छ 80% मान्छे मेरो पछाडि छन्। 80% मान्छे यस्तो मान्छेहरू। त्यसले गर्दाखेरि म तपाईँहरूलाई के भन्छु भनेदेखि, मेरो स्टेट छ कुरा, मैले मेरो लागि गरेको होइन। ब्ल्याकलिस्ट म होइन, ब्याङ्कको ऋणको भार मलाई होइन, मेरो लिलाम भएको छैन।